हेलो गाइज, आज चाहिँ हाम्रो घरभित्रै पसेर चोरले दुईटा मोबाइल र नानीको एउटा कानको सुन लगेको छ। हेर्नुस् त, हजुरहरू पनि आफ्नो घरमा राम्रोसँग अवेर भएर बस्नुस् होला। अनि तेरो कानको लगेको थाहा पाइनस् तैँले? मैले थाहा पाएको के अरे म सुतिरहेको थिएँ नि त, अनि त्यसले त्यो मान्छे के अरे बेडमै आएर अनि के अरे कैचीले निकाल्दैछ। अनि त्यसपछि यसरी हाबाट निकाल्ने बेलामा दुखी थियो कि मलाई। अनि मम्मी मेरो कान भन्थ्यो। अनि मम्मी अनि उसले गर्दा मम्मीले अनि त्यहाँनिर चोर देख्नुभयो। अनि मम्मीले चोर आयो भन्दै सुन्नुभयो। अनि के अरे मम्मी मेरो कान हेर्नु त दुखेछ भनेको, बाहिर निस्केको त मम्मी मेरो कान दुख्या भनेको। के अरे मम्मीले चाहिँ मेरो नानीको त कानमा झुम्किरहेनछ भन्नुभयो। अनि त्यसपछि मोबाइल हेर्न जानुभयो त मोबाइल छ कि छैन, मोबाइल पनि चोरेर लिएर गइदिएछ। आमाको नि मोबाइल लिएर गइदियो। आमाको त अझ हाम्रो आमाको नि मोबाइल लिएर गइदिएछ। आमाको त अझ आमाले मोबाइल छ अरे हेर्न पठाएको बल्ल छैन भन्नुभयो होइन त आमा? तपाईँको झुल च्यातेर मोबाइल लगेको होइन? चप्पल पनि छोडेको छ है अपराधीले चाहिँ यहाँ हाम्रो घरमा। अब हामी छिट्टै पत्ता लगाउनेवाला छौँ त्यो अपराधीलाई चाहिँ। धेरै दिन चाहिँ टिक्नेवाला छैन। त्यो पछाडिको ढोका खोलेर अनि त्यहाँनिरको अगाल चाहिँ यता साइडमा कुन्नामा राखेको। अनि के अरे चोरेसी छिटो भागौँ भनेर अनि आमाले पहिला यति धेरै सुन लाउनु भएको थियो कानमा। अनि त्यही देखेर आमाको कानमा सुन थियो। अनि के अरे 4-5 दिन अगाडि खोलेर राख्नु भएको थियो। सायद त्यही सुन चोर्न आएको थियो होला चोर चाहिँ। तर यो नभेटेपछि यहाँ उनीहरूको कोठामा चुकुल थिएन। अनि नानीको सुन र दुईटा मोबाइल हराएको छ घरबाट चाहिँ। अनि अपराधीले चाहिँ चप्पल छोडेर गएको रहेछ। सो हामी इन्भेस्टिगेसन गर्दैछौँ, पुलिस केस गरिसक्यौँ। अब छिट्टै त्यो अपराधी सायद नजिकै हुनुपर्छ, हामी पत्ता लगाउँछौँ। हजुरहरू पनि आफ्नो घरमा अवेर भएर बस्नुहोस् होला। यो चाहिँ मैले यो भिडियो चाहिँ जनचेतनाको लागि बनाएको। हस्त धन्यवाद। धन्यवाद।